डाक्टरले चेक गर्दाखेरि छाती खराब छ भन्नुहुन्छ। यो छाती खराब छ भनेको के हो? निमोनिया हो। यही कुरामा धेरै व्यक्तिहरू अल्मलिनुहुन्छ। नमस्ते अनि हार्दिक स्वागत छ तपाईँलाई यो मेरो हेल्थ युट्युब च्यानलमा। आज म कुरा गर्दैछु डाक्टरले चेक गर्दाखेरि छाती खराब छ भन्नुहुन्छ। यो छाती खराब छ भनेको के हो? निमोनिया हो। यही कुरामा धेरै व्यक्तिहरू अल्मलिनुहुन्छ। वास्तवमा छाती खराब हुँदैमा निमोनिया हो भनेर 100% भन्न सकिँदैन। छाती खराब छ भन्नुको मतलब श्वास प्रश्वास मार्ग हाम्रो नाकदेखि फोक्सोसम्मका विभिन्न भागहरूमा काहीँ न काहीँ केही समस्या लुकेर बसेको छ, केही समस्या रहेको छ। त्यो समस्याले गर्दा त्यो व्यक्तिलाई श्वास प्रश्वास सम्बन्धी असर गरेको छ भनेर बुझिन्छ। छाती खराब छ भनेको छातीमा केही न केही समस्या छ अथवा श्वास मार्गमा केही न केही समस्या छ, जसमा निमोनिया हुनसक्छ, ब्रोन्काइटिस हुनसक्छ, आजमा हुनसक्छ, सिओपिडी हुनसक्छ, टिभी हुनसक्छ, केही न केही समस्या भएको छ भनेर बुझिन्छ। तर छाती खराब छ भन्दैमा निमोनिया चाहिँ होइन। त्यसो भए निमोनिया भन्दाखेरि कस्ता लक्षण देखिन्छन्, कस्ता चिन्ह देखिन्छन्, त्यो पनि थोरै कुरा गरौँ। निमोनिया हुनको लागि र निमोनिया हो भन्नको लागि दुईटा कन्डिसन हुन्छ, एउटा बच्चामा, एउटा अलि हामी जस्तो एडल्ट मान्छेमा। बच्चामा हो भने यदि बच्चा 2 महिना मुनिको हो, 2 महिना पुरा भएको छैन भने त्यो बच्चाले 1 मिनटमा 60 वा सोभन्दा बढी पटक सास फेर्छ भने त्यो निमोनिया हो। बच्चा 2 महिनादेखि 12 महिनाभित्रको, 1 वर्षभित्रको हो भने त्यो बच्चाले 1 मिनटमा 50 वा 100 पटक भन्दा बढी सास फेर्छ भने त्यसलाई पनि निमोनिया नै भनिन्छ। र बच्चा 1 वर्षभन्दा माथिको हो, 5 वर्ष मुनिको हो र त्यसले चाहिँ 1 मिनटमा 40 वा 100 भन्दा बढी पटक सास फेर्छ भने त्यसलाई पनि निमोनिया भनेर भनिन्छ। छिटो सास फेर्ने सँगसँगै ज्वरो आएको छ, खोकी लागेको छ, बच्चाले दुध खाएको छैन, दुध कम खाएको छ, चिटापन भएको छ, बच्चा झिझिएको छ, बच्चाले नाक फुलाएर सास फेर्छ, ग्यार जस्तो आवाज आएको छ, बच्चा धेरै कराउँछ, धेरै रुन्छ, यस्ता समस्याहरू देखियो भने बच्चाले निमोनिया हो। र यति ठुलो मान्छेको कुरा गर्ने हो भने ज्वरो आउने सँगसँगै कहिलेकाहीँ जाडो हुने, शरीर धेरै चिसो हुने, खोकी लाग्ने, कफ आउने, खोकी सँगसँगै खकार धेरै आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने सास फेर्दाखेरि, धेरै कमजोरी, धेरै थकान हुने, भोक एकदमै कम लाग्ने, अक्सिजनको कमी हुने, शरीरमा सास नपुगे जस्तो महसुस हुने र विशेष गरी अलिकति बुढो अवस्थामा चाहिँ कन्फ्युजन हुने, दुधार हुने, काँचो केचो, अलिकति अर्धै बेहोस टाइपको हुने, यस्ता सिम्पटमहरू देखिएको छ भने त्यो ठुलो मान्छेलाई पनि निमोनिया हो भनेर हामीले भन्न सकिन्छ। छातीको एक्सरेमा इन्फिल्ट्रेसन र कन्सोलिडेसन देखिन सक्छ। यस्ता सिम्पटमहरू छ भने तपाईँले जतिसक्दो छिटो डाक्टरसँग चेक गरेर उपचार गर्नुहोला। तपाईँलाई यो तथ्यपूर्ण जानकारी कस्तो लाग्यो, मन पर्यो भने हामीलाई फलो गर्नुहोला, हामीलाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।